सुरु गर्न लागिरहेका छौँ। पहिलो चरणमा सभापति साथै हाम्रा आजका विशेष व्यक्तिहरूद्वारा भानुभक्तको तस्बिरमा माल्य अर्पण गरेर दीप प्रज्वलन गर्न हुनेछ। सङ्घका सबै सदस्य वर्गलाई मङ्गलमय शुभकामना सङ्घद्वारा टक्राउँदछौँ। आजको भानु जयन्ती कार्यक्रम अघि बढाउन हेतु सङ्घका सभापति श्री अरुण गुरुङको अगुवाईमा यो कार्यक्रम सचिव स्वयं बादल राईद्वारा सञ्चालन गर्न लागिरहेको छौँ र हाम्रा सङ्घका सभापति श्री अरुण गुरुङ अगाडि आइदिने। जयन्तीको शुभ उपलक्ष्यमा जति पनि हाम्रा समाजका महानुभावहरू, हाम्रा समाजका सदस्यवर्ग अनि हाम्रा यस समाजका पदाधिकारीगण सबैजनालाई एकमुष्ट सम्बोधनमा राख्दै म हजुरहरूलाई आजको यस मञ्चबाट सबैलाई मेरो अभिनन्दन टक्राउँदछु। अनि आजको यस कार्यक्रमलाई हामी अघि बढाउन लागिरहेछौँ र आज हामी सबैलाई थाहा भएकै कुरो हो, आदिकवि भानुभक्त आचार्यको 212औं जन्म जयन्ती मनाउन लागिरहेछौँ र यस समारोहमा उपस्थित सबैलाई, अहिले हाम्रा नानीहरूदेखि लिएर जति पनि ठुला मानिसहरू हुनुहुन्छ, सर्वविदितै कुरो हो कि हाम्रा आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा कस्तो योगदान पुर्याएको छ अनि उहाँबाट पाएका हामीले शिक्षाहरू सबैले बुझेका छौँ। र आजको यस कार्यक्रममा सर्वप्रथम म हाम्रा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीमा सबैजना सहभागी भएर आइदिनु भएकोमा सबैलाई धन्यवाद गर्दछु अनि स्वागत जनाउँदछु। र थाहा भएको कुरो हो सबैलाई, यो जुन चाहिँ हाम्रो आदिकवि भानुभक्त आचार्यको हामीले जन्म जयन्तीलाई पनि एउटा पर्वको रूपमा, उत्सवको रूपमा नै हामीले मनाउँदै आएका छौँ। यो आजदेखि होइन, धेरै दिन अगाडिको कुरो हो। यो पनि हाम्रो एउटा दसैँ तिहार जस्तै एउटा महान चाड हो। यस पावन अवसरमा तपाईँहरू सबैजनालाई म अनि हाम्रा भारतमा, नेपालमा अनि विश्वमा भरि नै छरिएर बसेका नेपाली भाषी गोर्खाहरूलाई मेरो आन्तरिक हृदयबाट शुभकामना अनि शुभेच्छा टक्राउँदछु। र अब आदिकवि भानुभक्त आचार्यको जीवनी म प्रस्तुत गर्न लागिरहेछु है, एउटा रिपोर्ट बनाएर रहेछु। तर भानुभक्त आचार्यको जीवनी माथि हामीले ध्यान केन्द्रित गरेर बस्नुपर्छ, पढ्नुपर्छ, सबैले चिन्तन मनन गर्नुपर्छ। हामीले रामायण पढ्छौँ, रामायण थाहा छ हामीलाई कसले लेखेका हुन् भनेर, भक्तमाला पढ्छौँ, वधु शिक्षा पढ्छौँ, प्रश्नोत्तरी पढ्छौँ। त्यस्तै प्रकारले आदिकवि भानुभक्तका थुप्रै कृतिहरू धेरैले नपढे पनि सायद कतिले पढिसकेका होला। यस रामायणले चाहिँ हामीलाई हाम्रो नेपाली साहित्य आकाशमा कस्तो प्रकारको योगदान पुर्याएको छ त्यो त सबैलाई थाहा छ। तर यस रामायण लेख्ने कवि भानुभक्त आचार्यको जीवनी कस्तो थियो, उसको बाल्यकाल कसरी बित्यो, उसको शिक्षा दीक्षा कसरी उसलाई प्राप्त भयो, उसको वैवाहिक जीवन कस्तो थियो है, अनि उसको पारिवारिक अवस्था कस्तो थियो, त्यस विषयमा जान्न अति जरुरी छ। र म यो एउटा सानो रिपोर्ट बनाएर ल्याएको छु कवि भानुभक्त आचार्यको यो जीवनी बारे, र यो तपाईँहरूलाई म सुनाउन लागिरहेछु। यो सबैले सुन्न अति जरुरी छ। जन्म नेपालको तनहुँ जिल्लाको रम्घा भन्ने गाउँमा विक्रम सम्वत 1871 सालमा असार 29 गतेको दिन पिता धनञ्जय आचार्य अनि माता धर्मवती देवीको काखबाट भएको थियो। उनको बाजेको नाम श्री कृष्ण आचार्य हो। 10 वर्षको उमेरमा चन्द्रकान्त देवीसँग भएको उहाँको विवाह भएको थियो। विवाह भएको केही समयपछि नै उनको श्रीमतीको मृत्यु भयो र लगत्तै केही महिना बित्दा नबित्दै उनको दोस्रो विवाह 11 वर्षको उमेरमा तनहुँ जिल्लाकै मानुङ गाउँकी चन्द्रकला देवीसित भयो। दोस्रो श्रीमतीबाट 2 छोराहरू रमानन्द र
छोराहरूको जन्म भयो अनि लक्ष्मी नाम गरेर एउटी छोरीको जन्म भयो। आफ्नो बाल्य जीवनकालमा उहाँले शिक्षा, प्रारम्भिक शिक्षा आफ्नै घरबाट अनि आफ्नै बाजेबाट उहाँले संस्कृतमा आफ्नो शिक्षा अर्जन गरेका थिए। 1999 मा जन्मेका थिए अनि 1868 मा नेपालमै उनी बिते। 54 वर्षको उमेरमा भानुभक्त बिते। हामी यता दार्जिलिङपट्टिको जुन चाहिँ उहाँले डक्टरेट अथवा पिएचडी, उहाँको मेन सब्जेक्ट थियो भानुभक्तको रामायण। यही रामायणमाथि नै शोध गरेर उहाँले पिएचडी हासिल गर्नुभएको हो डाक्टर गोकुल सिन्हा सरले। अनि अर्को कुरो, भानुभक्तको जुन चाहिँ 7 वटा काण्ड भएको रामायण छ, मैले अघि नै तपाईँलाई भनिहालेँ, यो रामायण छन्दमा लेखेको छ। अङ्ग्रेजीमा त्यसलाई हामी मिटर्स भन्छौँ। मिटर्सको युज गरेर अथवा छन्द प्रयोग गरेर रामायण लेखेको छ। भानुभक्तको नेपाली रामायणलाई डाक्टर गोकुल सिन्हा सरले एज इट इज, जस्ताको त्यस्तै मिटर युज गरेर वा छन्द युज गरेर अङ्ग्रेजीमा ट्रान्सलेट गरिदिनु भएको छ र भानुभक्तको रामायणलाई एउटा इन्टरनेसनल लेभलसम्म पुर्याउने काम चाहिँ यही बङ्गला डाँडाको बासिन्दाबाट वा सुनाखरी सङ्घको सदस्यबाट चाहिँ भएको छ। त यसरी आज सुनाखरी सङ्घले नेपालबाट घुम्दै घुम्दै हामी दार्जिलिङ आइपुग्यौँ। दार्जिलिङबाट रङ्बुलदेखि पनि स्पेसली यो सानो हाम्रो एउटा जग्गा बङ्गला डाँडा, जुन बङ्गला डाँडा चाहिँ हामी कसरी चाहिँ भानुभक्तसँग डाइरेक्टली वा इन्डाइरेक्टली हामी कनेक्टेड रहेछौँ, कसरी उहाँसँग सम्बन्धित रहेछौँ भन्ने कुरा आज हामीले थाहा पायौँ। र भानु जयन्तीको उपलक्ष्यमा तपाईँहरूको उपस्थितिमा तपाईँलाई सायद बोरिङ लागे
विश्वरूपा छन्दोऽभ्युदयेत आंसम्बभूव समिन्द्रो मेघया आस्तिनोतु अमृतस्य देवतारण भूयाशं शरीरं मे विजर्षणं जिह्वा निर्मधुमत्तमत्कर्णाभूरि विष्णुवं ब्रह्मणकोलोऽसि मेधापीठं श्रुतं मे गोपाय मेधादेवी द्विषमाणानाथ विश्वजीवत्र पुमनश्यमाना त्वया मेरो नाम पत्रिका छेत्री हो। मेरो कविता छ भङ्गेरा र भङ्गेरी भङ्गेरा र भङ्गेरी पुरा गर्छन् कसरी चिरचिर गर्छ भङ्गेरा चिरचुर गर्छ भङ्गेरी चारा जुल्ना हुन्नरी यताउता नहेरी एउटा आँखा तोहेरी एउटा आँखा मोहेरी टपक्क टिपी कनिका टिपी हाला नटेरी खुस पर्छ चिखातो मोहरी जिन्न पर्छ बिरालो हिस्स पर्छ बोरी कति बाटो भङ्गेरा कति बाटी भङ्गेरी धन्यवाद। म क्लास 1 मा पढ्छु। मेरो कविताको शीर्षक छ त्यो सानो घरको बसला त्यो सानो घरमा घर उभिएको छ चार खुट्टीको
गोबरमा घरमा बस्छन् बाबु आमा नानी तलतिर बग्छ खोलाको पानी घरको अघि सानो बाटो घरको पछि रातो माटो घरको वरिपरि बाँसको बार घरको आँगन वारपार को बस्छ त्यो सानो घरमा घर उभिएको छ चारखुट्टीको भरमा। धन्यवाद। दार्जिलिङको सानो रेल छुट्नलाई अब जारी छौ सानो सानो डब्बामा यात्रीहरू भरिन्छ कागले सुन है सिटी बजायो कागले सुन है सिटी बजायो छुट्न लाग्यो नमस्कार। 212 भानु जयन्तीको शुभ उपलक्ष्यमा सुनाखरी सङ्घ बङ्गलाको तर्फबाट सम्पूर्ण हामी हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ र रङ्बुलको बङ्गलाडाँडा सुनाखरी सङ्घको तत्वाधानमा प्रथमपल्ट आज 212वां भानु जयन्ती कार्यक्रम सम्पन्न गरियो यस मञ्चमा र विविध कार्यक्रमहरू सँगसँगै रोचक जानकारीहरू पनि आजको कार्यक्रममा प्रेषित गरिने कार्यक्रम भयो र यहाँ हाम्रा सुनाखरी सङ्घका सभापति सचिव र जति पनि एक्जिक्युटिभ मेम्बर्सहरू छ यो सँगसँगै अरू सम्पूर्ण सदस्यता अथवा सदस्यवर्गको उपस्थितिमा आजको कार्यक्रम सम्पन्न गरियो र बिहान 11 बजीबाट यो सुरु गरेको कार्यक्रम 2:30 बजीको समयतिर प्राय अन्त गरियो र सुनाखरी सङ्घको पक्षमा प्रथम प्रयासमा गरेको यस कार्यक्रम खुबै सफलतापूर्वक सम्पन्न भएको हामीलाई लागेको छ र आगामी दिनहरूमा पनि भाषा साहित्य संस्कृति इत्यादिको जगेराको निम्ति भानु जयन्तीलाई मनाउन कति आवश्यक छ भन्ने कुरा यही पहललाई बुझेर आगामी दिनहरूमा पनि सङ्घको तर्फबाट यस्तै जन्म जयन्तीहरू मनाउने कठोर हामीले गरेका छौँ र पुनः सम्पूर्णमा हार्दिक शुभकामना भानु जयन्तीको भन्दै सबैलाई म शुभकामना हार्दिक अभिनन्दन जनाउन चाहन्छु। धन्यवाद।